ल साथीहरू, मौरीहरू भागेर गइरहेछ। गएको बेलामा हामीले चाहिँ कसरी मौरीलाई चाहिँ समाउने, कसरी रोक्ने हेर्नु है। यहाँ मौरी चाहिँ भर्खर भागेर गएको मौरी यहाँ अब यी झुन्निँदैछ। अहिले एउटा बकाइनाको रुखमा यसले चाहिँ अरू मौरीहरू चाहिँ रानी त्यहाँ बस्यो भने अथवा त्यहाँ बसेर गन्ध एक खालको चाहिँ छोडेपछि त्यो मौरी चाहिँ अरू जति गोलामा आइरहन् तिनीहरू चाहिँ यहाँ यसैमा त्यही गोलामा आएर जम्मा हुन्छन् र तिनीहरू चाहिँ एकै ठाउँ जब जम्मा हुन्छन् त्यसपछि हामीले तिनलाई समाउनेछौँ। अब यो यसरी भागेर गएको मौरीलाई कसरी समाउने हेर्नुहोस् है। मौरी जब भागेर जान्छ त्यसपछि चाहिँ तिनीहरूलाई हामीले अब एउटा गोलामा ल्याउनु, घारमा ल्याउनु पर्ने हुन्छ। संयोगले हामीले चाहिँ मौरी भाग्दै गर्दाखेरि देख्यौँ। आज मौरी हामी यति एरियामा घुम्दै जाँदाखेरि यो मौरीको घार गोला छुट्टिने बेला हो। हामीसँग एउटा गोलामा मौरी थियो र त्यसमा चाहिँ संयोगले दुईटा रानी तयार भएछ र त्यो रानीलाई एउटा रानी छोडेर अर्को रानी चाहिँ त्यहाँबाट निस्कियो। अब एउटै गोलामा दुईटा अथवा एउटै देशमा दुईटा राजा हुन सक्दैन नि त। हो त्यस्तै एउटै गोलामा दुईटा रानी हुन सक्दैन। त्यो बेलामा चाहिँ हामीले यसरी चाहिँ भागेर गएको रानीलाई के अरे मौरीलाई गोलामा हाल्न समाउनु पर्ने हुन्छ। अब यस्तो गएको मौरीलाई कसरी समाउने त हामीले त्यसका केही प्राविधिक कुराहरू चाहिँ हामीले पहिले तयारी गर्नुपर्ने हुन्छ। जस्तै हामीले अब यो मेलिफेरा जातको मौरी हो, यहाँनिर यसरी चाहिँ झुन्निरहेछ। अब झन्डै झन्डै 2 फ्रेम जति मौरी चाहिँ, धेरै त होइन, यो 2 फ्रेम जति मौरी थियो। हामीले चाहिँ घार विभाजन गर्दै जाँदाखेरि दुईटा सेल भएको एउटै चाहिँ घार परेछ र त्यसमा चाहिँ त्यसबाट निस्केको मौरी चाहिँ एउटा रानी लिएर निस्क्यो। हेर्नुहोस् त यहाँ पुरा आवाज पनि त्यस्तै आइरहेछ, देख्न सक्नुहुन्छ ल। अब यसरी मौरी चाहिँ जब छुट्टिएर गइरहेछ भने हामीले अब यहाँ एउटा यहाँ घार तयार गरेका छौँ। यो मेलिफेराकै घार हो। यसमा चाहिँ हामीले एउटा घारमा एउटा फ्रेम अन्त कतैबाट, जस्तै यहाँ चाहिँ बच्चा र कुट भएको बच्चा मह पनि छ यसमा। यसमा हल्का बच्चा छ। अर्को घारबाट जुन घारमा चाहिँ अब तपाईँको मौरीले बच्चा अथवा अन्डा लार्भाहरू चाहिँ पारेको छ त्यो चाहिँ घारको फ्रेम निकाल्नु पर्यो। जुन घारमा चाहिँ हामीले मौरी भागेर गयो त्यसमा अलि धेरै सङ्ख्या थियो तर फ्रेम खाली गरेर गछ भने त्यहीबाट लिएर आउँदा पनि हुन्छ। तर नभए चाहिँ बेस्ट चाहिँ भनेको यस्तै सामान्य बच्चा भएको, यी माथिपट्टि मह छ होइन, यसलाई खानको लागि मह पनि होस्, अनि त्यहाँ अझ लार्भा पनि होस् होइन, कुट पनि होस्, बच्चा सहितको भयो भने यस्तो चाहिँ खाली फ्रेम चाहिँ हामीले ल्याएर राखिदिन्छौँ र यो खाली फ्रेममा अब झार्छौँ। र यहाँ यसरी आएको मौरीलाई अब हामी यो घारमा चाहिँ खन्याउँछौँ। ल त्यहाँ दाइ उ गर्नु होला त, त्यहाँ माथि एउटा अर्को घार ल्याउँ त, यहाँ माथि चढौँ अनि त्यसपछि त्यसलाई माथि चाहिँ राखौँला। हेर्नुहोस् है, अब यहाँ कर्मश हेर्नुहोस् है कसरी हामी चाहिँ समाउँछौँ। यो कुरा चाहिँ तपाईँलाई देखाउँदै गइरहेको छु। यो उसमा झुन्डेर बसिरहेछ। यो हेर्दा त झन् 2-3 फ्रेमै जति मौरी छ।